क्याम्पस मुनिको साइड हो विराट चोकको होइन, सङ्गम चोक 33 नम्बर ढ हो कि ढ कुन हो एउटा, म कन्फ्युज भएँ होइन। सङ्गम चोक मुनतिर हो, 33 नम्बर ढ अथवा ध। 2x4 को टाली हालेको छ भित्रपट्टि होइन, कजरियाको। मैले चाहिँ स्पेसर नराखिकन, ग्याप नराखिकन सबै टाली चाहिँ मिलाएर राखेको छु होइन, ग्यापै नराखिकन। अप डाउन केही छैन, एकदमै राम्रो फिनिसिङ भएको छ होइन। ठिक लाग्छ भने यसो काम दिनु होला भन्न चाहन्छु। हेर्नु होला, राम्ररी हेर्नु होला, एकदम राम्ररी मिलेछ। 2x4 को टाली पनि यसरी मिलाएर लगाएको छु होइन। अनि ग्लोसी टाइल हो कजरियाको, सेरामिक टाइल्स, ग्लोसी टाइल्स एकदम टल्किरहेछ, ग्लेसियर। 2x4 को नि यसरी मिलाएर लगाएको छु, त्यही भएर स्पेसर हाल्यो भने बिचमा ग्याप हुन्छ, ग्याप भएपछि इपोक्सी हाल्नुपर्छ, इपोक्सी हालेपछि सुरुमा त राम्रै हुन्छ, पछि फोहोर समाउँदै जान्छ, त्यसपछि नराम्रो देखिन्छ, बिचमा धर्सै धर्स भएको देखिन्छ। त्यही भएर सबै टाली मिलाइरहेको छु, यो कहिले पनि धर्स देखिँदैन, फोहोर देखिँदैन टाइलको बिचमा है, त्यही भन्न चाहन्छु। काम मन परेमा दिनु होला भन्न चाहन्छु। र के छ ठिकै छ, धन्यवाद भिडियो हेरिदिनु भएकोमा। यो एड्रेस भन्नु त, यहाँको ठाउँको नाम भन, कुन ठाउँ हो यो कुन ठाउँ? सङ्गम चोक 33 नम्बर के द होइन। गुड 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 गुड। कस्तो लाग्यो हौ टाली हालेको बहिनी? ल ठिक छ है। मलाई घरबेटीलाई खुसी पार्नु पर्यो भने मलाई कति खुसी लाग्छ है, घरबेटी खुसी हुनु पऱ्यो।